हेलो सबैलाई नमस्कार। म आज लन्डन एरियाको निकै सुन्दर रमणीय ठाउँहरू तपाईहरुलाई देखाउन गइरहेको छु। यो एउटा लन्डन सिटीको निकै व्यस्त सहर टावर हिल भन्ने ट्रेन स्टेसनमा छ। त्यहाँबाट बाहिर निस्किएर मान्छेले बनाएको जति पनि हजुरहरूले देखिरहनु भएको छ यो सबै मान्छेले बनाएको। खासमा म आज नेपालबाट भर्खरै आएका मेरो एकजना नातिनी ईशा सेनलाई लिएर कलेजमा गएको थिएँ। त्यही मौकामा यो एउटा रमणीय भिडियो कैद गरिरहेको छु है साथी। यो भिडियो बनाएको थिएँ साथीहरू, राम्रोसँग हेर्नु होला। यो एउटा लन्डनको निकै व्यस्त सहर टावर ब्रिजको वरिपरि रहेको रमणीय स्थलहरू हो। यो एउटा हामीले नेपाली भाषामा अब खोला या नदी के भनिन्छ, यो पनि मान्छेले बनाएको है साथीहरू। यो जति पनि हजुरहरूले देख्नु भएको छ सबै मान्छेले नै बनाएको। अब हेर्दा अचम्म लाग्छ, सुन्दा अचम्म लाग्छ, तर खासै अचम्म चाहिँ मान्नु पर्दैन। त्यो एउटा देखिएको टावर चाहिँ लन्डनको सबैभन्दा अग्लो टावरमा पर्छ। अनि यो एउटा देखिएको चाहिँ यो ठ्याक्कै यसलाई भन्छ स्काई गार्डन, लन्डनको स्काई गार्डन भनेर चिनिन्छ। त्यो एकदम फेमस ठाउँ हो। त्यो पनि एउटा बिल्डिङ, त्यो माथिको सबैभन्दा टपमा गार्डन जुन हामीले बगैँचा भनिन्छ त्यो छ। यो अब तपाईहरुलाई सबैलाई थाहा भएकै कुरा हो, लगभग सबैलाई थाहा छ। त्यो टावर ब्रिज भन्छ, हामीले चाहिँ लन्डन ब्रिज भनेर निकै चिनिएको थियो, तर लन्डन ब्रिज चाहिँ नरहेछ। त्यसलाई चाहिँ टावर ब्रिज भनेर चिनिँदो रहेछ। र अघि मैले भनिहालेँ नि साथीहरू, टावर ब्रिज भनेको यही हो है साथीहरू। यसलाई लन्डन ब्रिज भनिन्थ्यो हामीले पहिला, तर खासमा टावर ब्रिज भनिँदो रहेछ यसलाई। किन होला साथीहरू, हामी पनि सुरुमा झुकिएका थियौँ यो ठाउँमा आउनलाई।
लन्डन ब्रिज भनेर सर्च गर्दाखेरि लन्डन ब्रिज चाहिँ अर्को ठाउँलाई भन्दो रहेछ। त्यसको ठ्याक्कै अपोजिट साइडमा छ है। म चाहिँ नातिनीलाई लिएर टावर ब्रिजको वरिपरि भिडियो बनाउन व्यस्त रहे। नातिनी चाहिँ सायद भर्खरै आएको भएर होला थोरै टायर्ड देखिरहेको थिएँ। यो चाहिँ ठ्याक्कै टावर ब्रिजको अगाडिपट्टिको फाइभ गाइज भन्ने एउटा रेस्टुरेन्ट हो। त्यहाँ प्राय जसो मुभी सुटिङहरू भएको देखिन्छ। अनि म त्यहाँबाट ठ्याक्कै लन्डन ब्रिजको रेल स्टेसनतिर लागेँ। अनि त्यसको ठ्याक्कै अगाडिपट्टि यो पनि एउटा निकै व्यस्त रेस्टुरेन्टको अगाडि जङ्गल जस्तो कति राम्रो यो रुख पानीहरूको आनन्द लाग्दो ठाउँ। एकछिन त्यहाँ बसेर आनन्द लिएँ। अनि फेरि ड्युटी जानुपर्ने थियो। अनि त्यो कारणले गर्दा म फेरि ड्युटी जाने बाटोतिर पाइलाहरू अघि बढाउने तर्खरमा थिएँ। अनि ठ्याक्कै मैले अघि भनेको तपाईँहरूलाई लन्डन ब्रिज भन्ने ठ्याक्क अर्को त्यो ब्रिजबाट मैले यो टावर ब्रिजको सिन लिएको थिएँ है। ठ्याक्कै त्यसको अगाडिपट्टि लगभग 300-400 मिटरको फरक पर्छ। अनि ठ्याक्कै म काम गर्ने ठाउँ क्यानन स्ट्रिट स्टेसन भन्छ, त्यहाँ पुगेँ हिँड्दै करिब 10 मिनटको पैदल यात्रा पछि। अनि रोड क्रस गर्नुपर्ने थियो। अनि एकछिन त्यहीँ बसेँ र यो हाफ अन हाफ अफ भन्ने यो चाहिँ सिटी फेयर वरिपरि यो बसले चाहिँ सबैलाई घुमाउँछ। जति पनि छ लन्डन सिटीको मुख्य ठाउँहरूमा यसले सर घुमाइदिन्छ। अनि इन्जोय लिन पनि सकिन्छ है साथीहरू। तपाईहरु पनि यो पनि एउटा It's been a long day without you, my friend, and I'll tell you all about it when I see you again. We've come a long way from where we began. Oh, I'll tell you all about it when I see you again. When I see you again. Damn, who knew? All the planes we flew, good things we've been through, that I'll be standing right here talking to you about another path. I know we love to hit the road and laugh, but something told me that it wouldn't last. Had to